यो चाहिँ घाँस काट्न हिँड्दा चाहिँ डोको बोकेर म चाहिँ अहिले आउँदाखेरि मलाई मात्रै बोकाउने भनेर यो चाहिँ ओखलढुङ्गा होइन त्यो पारीको चाहिँ रामेछाप हामी चाहिँ ओखलढुङ्गाबाट बोलिरहेको हो तपाईहरु कहाँबाट हो कमेन्ट गर्नु होला है साथीहरु मकैहरु कस्तो कस्तो भयो हाम्रो चाहिँ भर्खर यस्तो भएको छ रोपाइँ गर्नु पनि अब असारमा हुँदैन हाम्रो चाहिँ खोला एक थोपो पानी छैन म कमिला पनि घामले डढेर मर्ने बेला भएको छ हाम्रोतिर चाहिँ ब्याड राख्न सुरु भइसक्यो सही बिउ हान्दै हुनुहुन्छ उता काटौँ न यता भोलि मैले काट्नुपर्छ हामी चाहिँ अब यहाँ घाँस काट्ने हो न यो चाहिँ हाम्रो लिखु खोलाको ओखलढुङ्गाको हाम्रो चाहिँ यो खेतहरू छ है तपाईहरु देख्न सक्नुहुन्छ खोलाको यो खोलामा पानी चाहिँ छैन अहिले चाहिँ हैन अब असारमा पानी भलाएपछि हुन्छ अनि यो सब रोपाइ हुन्छ ल यहाँ तलसम्म छ हैन पुरै हो